नमस्कार दर्शकवृन्द, तपाईँ सम्पूर्णलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। दर्शकवृन्द, अन्ततः मुम्बईमा नेपाल क्रिकेट टिमले फेरि अर्को जित निकाल्न सफल भएको छ। नेपाली क्रिकेट टिमलाई सर्वप्रथम त कंग्रेचुलेसन भनिदिनु होला। क्रिकेट सम्बन्धी सम्पूर्ण अपडेटको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई एक लाइक गर्न नबिर्सिनु होला। नेपालले लगातार जित निकाल्न सफल भएको छ, यानि कि विश्वकप अगाडि नेपाल क्रिकेट टिम लयमा छ। मुम्बई विरुद्धको सिरिज नेपालको नाममा रहेको छ। दर्शक महानुभाव, र 2 खेलको सिरिज नेपाल क्रिकेट टिमले जित्न सफल भएको छ। आज नेपालका दोस्रो रोजाइका खेलाडीहरूले पनि शानदार जित निकाल्न सफल भएका छन्। यो बारेमा भिडियोमा चर्चा गर्नेछौँ र आज कुन खेलाडीहरूको प्रदर्शन कस्तो रह्यो यो बारेमा पनि मैले भिडियोमा चर्चा गर्नेछौँ। भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। दर्शकवृन्द, मुम्बईको MC11 सँग नेपाल क्रिकेट टिमले खेलेको थियो र त्यहाँ नेपालले फेरि पनि अर्को शानदार जित निकाल्न सफल भएको छ। मुम्बईको MC11 विरुद्ध नेपाली क्रिकेट टिमको केही मेन खेलाडीहरू बिना नै मैदानमा उत्रिएको नेपाल क्रिकेट टिमले अन्ततः फेरि पनि 48 रनको शानदार जित निकाल्न सफल भएको छ। दर्शक महानुभाव, यसको लागि नेपाली टिमलाई बधाई दिनु होला। आज नेपाल क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए र त्यो कहीँ न कहीँ नेपाली क्रिकेट टिमलाई सही साबित पनि भएको छ। आज ओपनरमा पनि चेन्जेस गरिएको थियो। कुशल भुर्तेललाई आराम दिएको थियो। पहिला ब्याटिङ गरेको नेपाल क्रिकेट टिमले 183 रन बनाएको थियो। दर्शक महानुभाव, लोकेश बम र आसिफ शेखको ओपनर जोडीले आक्रामकता त देखाएका थिए। 11 बलमा 15 रन लोकेश बमले बनाए। आसिफ शेखले भने 17 बलमा 25 रन, उनी पनि केही आक्रामक खेलेका थिए। त्यस्तै गरेर सन्दीप जोराले पनि आज राम्रो खेलेका हुन्। 26 बलमा 31 रन बनाएका थिए भने फायर ब्याटिङ गरेका थिए आज आरिफ शेखले। दर्शक महानुभाव, आसिफ शेखले 25 रन बनाए भने आरिफ शेखले 42 बलमा 66 रन बनाएर सनसनीपूर्ण पारी खेलेका थिए र नेपाली क्रिकेट टिमको टार्गेटलाई 183 रनसम्म पुर्याउन सफल भएका थिए। बसिर अहमदको भने त्यति लय देखिरहेको छैन यो सिरिजमा। श्रीलङ्कामा पनि त्यति लयमा उनी खेलेका थिएनन् भने यहाँ पनि एउटा खेलमा अवसर पाए र त्यति लयमा उनी देखिएका छैनन्। 13 बलमा 9 रन बनाएर उनी आउट भएका थिए भने गुलशन कुमार झाले पनि अन्त्यमा आएर राम्रो फिनिसिङ गर्न सके। 12 बलमा 23 रन बनाएका थिए। दर्शक महानुभाव, नेपाल क्रिकेट टिमले टोटल 5 विकेट गुमाएर 183 रन बनाएको थियो र 184 रनको टार्गेट दिएको थियो मुम्बईको MC टोलीलाई। र आज अझै फिनिसिङ हुन सकेको थिएन। मलाई चित्त बुझ्दो चाहिँ फिनिसिङ लागेन। यो टिमले पनि एबिलिटी भएका सबै खेलाडीहरू छन्। रोहित कुमार पौडेलले चाहिँ अन्य खेलाडीहरूलाई अवसर दिए। आफू ब्याटिङमा नै आएनन्। करण केसी अझै आउन बाँकी थियो। शेर मल्ल आउन बाँकी थियो। यी खेलाडीहरूले अझै राम्रो फिनिसिङ गर्न सक्थे, अझै राम्रो स्कोर 200 भन्दा पारको बनाउन सक्थे, अझै आक्रामकता देखाउनु पर्ने थियो बसिर अहमद, गुलशन कुमार झा, आरिफ शेखले। केही मात्रामा अझै फिनिसिङ राम्रो भएन भन्ने चाहिँ मलाई लाग्छ है। तपाईलाई के लाग्छ यो बारेमा तल कमेन्ट बक्समा लेख्नु होला। किन भन्दाखेरि प्रशस्तै विकेटहरू थियो। राम्रै ब्याटिङ गर्न सक्ने ब्याटरहरू अझै पछाडि आउनै बाँकी थियो। त्यो कारणले गर्दा हरेक बलमा हिटिङ गर्न सक्नु पर्थ्यो। 15 ओभर पछि हरेक बलमा हिटिङ गर्न सक्नु पर्थ्यो जस्तो मलाई लाग्छ। किन भन्दा विकेट धेरै थियो। त्यसैले यदि विकेट गइरहेको थियो भने त यो तरिकाले खेल्नु ठिक नै हो। बसिर अहमदले अलिकति स्लो पारी खेलेका थिए र आरिफ शेखले चाहिँ राम्रो खेलेका हुन्। आज फायर ब्याटिङ गर्न सफल भएका थिए। कसले भन्छ आरिफ शेखलाई चाहिँ ब्याटिङ गर्न सक्दैनन्, उनी ODI ब्याटर हुन् भनेर उनले प्रमाणित गरेर देखाएका छन् र विश्वकप अगाडि उनी लयमा छन्। यो लयलाई कायम राख्ने हो भने उनले अवश्य पनि राम्रो प्रदर्शन गर्दै नेपाललाई जित दिलाउन पनि सक्छन् भनेर पनि धेरै आशा गरेका छन्। र त्यस्तै गरी दर्शकवृन्द, नेपालको बलिङको कुरा गरौँ। आज सन्दीप लामिछाने पहिलो खेलमा अस्वस्थ भएको कारणले गर्दा नखेलेका थिए र आज आएका थिए र आज उनले क्या शानदार प्रदर्शन गर्न सफल भए। मुम्बईको MC11 ले यो टार्गेट सजिलै चेस गर्न सक्थ्यो। किन भन्दाखेरि उनीहरू सुरुवाती पावर प्लेमा पनि खतरनाक तरिकाले खेलिरहेका थिए। जबसम्म सन्दीप लामिछाने बलिङमा आएका थिएनन् तबसम्म उनीहरू एकदमै आक्रामक तरिकाले खेलिरहेका थिए र जब सन्दीप आउँछन् 1 विकेट चड्काउँछन् त्यस पछाडि उनीहरूको पनि स्लो ब्याटिङ हुन थाल्छ र आक्रामक अलिकति कम हुन थाल्छ। त्यो कारणले गर्दा सन्दीप लामिछाने 1 विकेट टेकर बलर हुन्। कति महत्त्वपूर्ण बलर छन् र कति महत्त्वपूर्ण समयमा उनले विकेट लिए भन्ने कुराले चाहिँ मेटर गर्छ। त्यो कारणले गर्दा सन्दीप लामिछाने 1 महत्त्वपूर्ण बलर रहेका छन्। त्यस्तै आक्रामक शैली अन्य बलरहरूले पनि अपनाउनु पर्छ। त्यसरी नै विकेट लिएको खण्डमा चाहिँ नेपालले जित्न सक्छ भन्ने चाहिँ मलाई लाग्छ। अब बलिङको कुरा गर्ने भने करण केसीले 3 ओभरमा 14 रन खर्चिएका हुन्, कुनै पनि विकेट लिएनन्। शेर मल्लले 4 ओभरमा 32 रन खर्चिए। गुलशन कुमार झाले 3 ओभरमा 27 रन खर्चिए, 2 विकेट लिए। ललित राजवंशीले 3 ओभरमा 23 रन खर्चिए, 2 विकेट। सन्दीप लामिछानेले 4 ओभरमा 24 रन खर्चेर 3 विकेट लिएका थिए र बसिर अहमदले 3 ओभरमा 15 रन खर्चेर कुनै पनि विकेट लिन सफल भएनन्। बलरहरूले पनि आज निकै उत्कृष्ट प्रदर्शन गर्न सफल भए र यो 183 रनको टार्गेट चाहिँ सेफ गर्न सफल भएका छन् र 48 रनको शानदार जित नेपालको भएको छ। सन्दीप लामिछानेले 4 ओभरमा 24 रन खर्चेर सबैभन्दा धेरै विकेट लिएका छन्, 3 विकेट। ललित राजवंशीले पनि आज राम्रो कमब्याक गरेका छन् यो अभ्यास खेलमा र यस्तै लय अझै कायम रह्यो भने ललित नारायण राजवंशी सन्दीप लामिछानेको जोडीले चाहिँ अन्य टिमको ब्याटरहरूलाई चाहिँ धराशायी पार्न सक्छन् जस्तो मलाई लाग्छ। दर्शकवृन्द, तपाईँलाई के लाग्छ कि सन्दीप लामिछानेको प्रदर्शन र ललित नारायण राजवंशीको प्रदर्शन विश्वकपमा कस्तो रहला? कि ललित नारायण राजवंशी र सन्दीप लामिछानेको नै स्पिनर
जोडी चाहिँ खेलाउनु पर्छ त्यो बारेमा तल कमेन्ट बक्समा लेखिदिनु होला या फेरि शेर मल्ललाई ललितको ठाउँमा खेलाउनु पर्छ त्यो बारेमा पनि लेख्नु होला। आज मेन खेलाडीहरूलाई नै रेस्ट दिएको थियो किन भन्दाखेरि कुशल भुर्तेल एक आक्रामक खेलाडी उनी लयमा छन्, उनलाई रेस्ट दिएको थियो नेपाल क्रिकेट टिमले। त्यस्तै गरेर अर्का खेलाडी दिपेन्द्र सिंहेरी एक आक्रामक अलराउन्डरको रूपमा रहेका छन्, उनी पनि रेस्टमा थिए भने करण केसी बाहेक अन्य फास्ट बलरहरू रेस्ट गरिरहेका थिए र यी खेलाडीहरूले पनि प्रुभ गरेर देखाएका छन्, राम्रो गर्न सक्छन् भन्ने प्रमाणित गरेका छन्। यो भनौँ कि कहीँ न कहीँ नयाँ खेलाडीहरूलाई यस खेलमा चान्सेसहरू दिएको थियो र उनीहरूले पनि राम्रो गरेर देखाएका छन् र मुम्बईको MC 11 विरुद्ध नेपालले शानदार प्रदर्शन गर्न सफल भएको छ र जित्न सफल भएको छ। धेरैजनाले गल्ली टिम भनिरहेका छन्, कतिपयले चाहिँ मुम्बईको तेस्रो रोजाइका टिम भनिरहेका छन्, यस्तो टिमलाई त जित्न त पर्यो, नजिते त लाजमर्दो अवस्था हुन्छ भन्ने कुराहरू पनि रहेको छन्। क्रिकेटको खेल हो, जुन कुनै टिमले पनि जुन कुनै टिमलाई हराउन सक्ने क्षमता राख्छ भन्ने चाहिँ तपाईहरूले यो पनि बुझ्नु होला। त्यो कारणले गर्दा उनीहरूले पनि केही आक्रामकताको साथ ब्याटिङ गरिरहेका थिए, हम्मे परिरहेको थियो। नेपाललाई सुरुवाती पावर प्लेमा हेर्नु त नेपालले भन्दा कयौं धेरै रन उनीहरूले बनाएको थियो र पछाडि विकेटहरू निरन्तर उनीहरूले गुमाइरह्यो र नेपालका बलरहरू हाबी बढ्न सफल भए। उत्कृष्ट प्रदर्शन बलरहरूले गरे र मात्रै नेपालले यो जित्न सफल भएको छ। अन्ततः 48 रनले उत्कृष्ट जित निकाल्दै 2 खेलको T20 सिरिज जुन अभ्यास स्वरूप रहेको थियो यो मुम्बई MCA विरुद्ध नेपाल क्रिकेट टिमले जित हासिल गर्न सफल भएको छ र अब नेपालको खेल भनेको दर्शक मान बाब्रो मुम्बईमा होइन कि अब चेन्नईमा खेल्नेछ। त्यहाँ गएर नेपाल क्रिकेट टिमले UAE सँग फेब्रुअरी 3 मा अभ्यास खेल खेल्नेछ र अर्को खेल भनेको फेब्रुअरी 5 मा क्यानाडासँग विश्वकप भन्दा अगाडि अभ्यास खेल खेल्नेछ। यो भने ICC ले नै राखेको विश्वकपको लागि अभ्यास खेल रहनेछ। विश्वकप अगाडि तयारी स्वरूप यो खेलहरू रहनेछन्। आफ्नो टिम ब्यालेन्स चेक गर्नको लागि, खेलाडीहरू फिट अनफिट चेक गर्नको लागि यो वार्म अप म्याच रहनेछ जहाँ नेपाल क्रिकेट टिमले पनि खेल्नेछ। एसोसिएट नेसनकै UAE र क्यानाडासँग खेल्नेछ। बेस्ट अफ लक भनिदिनु होला र जित निकाल्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई कंग्रेचुलेसन तपाईहरुले पनि भनिदिनु होला र दर्शक महानुभावहरु अब नेपालको फाइनल 11 के हुनुपर्छ यहाँबाट यो मुम्बईको MC 11 विरुद्ध नेपाल क्रिकेट टिमले आज अन्तिम खेल खेलिसकेपछि चाहिँ कुन खेलाडीहरुलाई फिट देख्नु भयो र कुन खेलाडीहरु कुन ठाउँमा खेलाउनु पर्छ भन्ने जस्तो लाग्छ तल कमेन्ट बक्समा लेख्नु होला। नेपालको फाइनल 11 अझै हेर्न बाँकी रहेको छ किन भन्दाखेरि दुईवटा अभ्यास बाँकी छ। त्यो दुईवटा अभ्यास खेलिसकेपछि नेपालको फाइनल 11 चाहिँ यो खेलाडीहरु यो ठाउँमा फिट हुन्छ भन्ने चाहिँ फाइनल हुनेछ। मैले त अहिले फाइनल गर्न सक्छु कुन खेलाडीहरु खेल्नेछन् भनेर। मलाई लागेको के छ भन्दाखेरि नेपालको तर्फबाट पहिलो रोजाइको खेलाडीहरु विश्वकपमा कुन खेलाडीहरु खेल्छन् भन्दा आसिफ र भुर्तेलले नै ओपनिङ गर्नेछन्। नम्बर 3 को लागि रोहित कुमार पौडेल फिक्स हो। नम्बर 4 को लागि आरिफ शेख खेल्नेछन् भने नम्बर 5 को लागि दिपेन्द्र सिंहेरी। नम्बर 6 मा चाहिँ केही भिडन्त हुन जानेछ दर्शक गुरिन सन्दीप जोरा र त्यस्तै गरेर तपाईको लोकेश बम मध्ये एकजनाले खेल्नेछन् र नम्बर 7 मा गुलशन कुमार झा, नम्बर 8 मा सम्पाल कामी, नम्बर 9 मा नन्दन यादव र करण केसी मध्येमा एकजना खेल्नेछन् भने जहाँसम्म लाग्छ नन्दन यादव नै खेल्नेछन्। नम्बर 10 मा सन्दीप लामिछाने, नम्बर 11 मा शेर मल्ल र ललित नारायण राजवंशीमा भिडन्त छ। यहाँ केही सीमित ठाउँको लागि चाहिँ खेलाडीहरु परीक्षण गरिएको छ। कुन खेलाडीहरुको उत्कृष्ट प्रदर्शन रहन्छ त्यहाँ नै यी खेलाडीहरुलाई राखिनेछ दर्शक महानुभावहरु। मैले भने नि अन्य ठाउँहरु फिक्स भइसकेको छ। नम्बर 6 को लागि भिडन्त छ, त्यस्तै गरी नम्बर 9 को लागि भिडन्त छ र त्यस्तै गरी नम्बर 11 मा ललित अनि त्यस्तै गरी शेर मल्ल मध्ये कम्पिटिसन चलिरहेको छ। तपाईहरुले पनि फाइनल गर्न सक्नुहुन्छ पक्कै पनि कुन खेलाडीहरु लयमा छन् कुन खेलाडीहरु छैनन् भन्ने कुराको चाहिँ एक्ज्याक्ट प्लेइङ 11 तपाईले पनि लेखिदिनु होला तल कमेन्ट बक्समा। च्यानललाई सब्स्क्राइब गरिदिनु होला। क्रिकेट सम्बन्धी अपडेटको लागि भिडियोलाई एक लाइक गरिदिनु होला। भेट्नेछौं अर्को नयाँ अपडेटको साथमा नयाँ भिडियोमा। अहिलेलाई भने छुट्छौं। जय नेपाल, जय नेपाली क्रिकेट।